हेलो गाइस, तपाईँहरूलाई स्वागत छ मेरो नयाँ ब्लगमा फेरि होइन। आज चाहिँ म तपाईँहरूलाई के देखाउनु जान्दैछु भन्दा चाहिँ आज चाहिँ हाम्रो गाउँमा भूमि पूजा उभौली पूजा छ हो। उभौली पूजा अब हाम्रो जातमा कस्तो गर्छ कसरी गर्छ तपाईँहरूलाई म सबै देखाउने छु फर्स्ट टु लास्ट। है त हेर्नुहोस् है त गाइस। गाइस म चाहिँ फाइनली समाज घर आइपुगेको छु। यहाँ चाहिँ हाम्रो ढ्याङ्ग्रोहरू छ हो। मेन खेलाडीहरू चाहिँ आजको यहाँ छ जगत दा अन्त यहाँ हाम्रो बाजे चाहिँ आज मेन खेलाडी बर्मीहरू हाम्रो गुरुको एकदम गुरुभन्दा भयङ्कर गुरु भए पनि केही छैन नभए पनि केही छैन, बर्मी चाहिँ हुनैपर्छ हाम्रो जातमा चाहिँ हो एकदम। होइन दा जगत दा कि कसो हो? हजुर अब गुरु हुनैपर्छ नि होइन गुरु नभए हाम्रो बर्मी होइन, बर्मी त हुनैपर्छ नि त जसरी कि कसो बर्मी नभए गुरुको के पनि चल्दैन हो। मेन भनेकै बर्मी हो गाइस। आजको मेन खेलाडीहरू चाहिँ यहाँ दुई भाइ छ। आज तपाईँहरूलाई चाहिँ म सबै देखाइदिनेछु हो। आज फर्स्ट क्लास के हुन्छ कसो हुन्छ हो गाइस। अहिले चाहिँ यहाँ भाले पनि आइसकेको रहेछ हाम्रो भाले कक हो भाले। अहिले यसको पनि एउटा व्यवस्था हुन्छ यसलाई। हाम्रो फाइनली गुरुआपाहरू आइसकेको छ यहाँ हो। हाम्रो यङ गुरुआपा चाहिँ यहाँ छ हो। यता पालाम बडा हुनुहुन्छ, यता हाम्रो बाजे हो। यहाँ सबैजना आइसक्नु भएको छ। यता भाउजू, यता प्रेसिडेन्ट हाम्रो होइन, सेक्रेटेरीहरू सबै आइसक्नु भएको छ हो। कार्यक्रम हुँदैछ यहाँ, कार्यक्रम हुँदैछ यहाँ होइन। अब अझै स्टार्ट हुन आँटेको छ यहाँ। अब चाहिँ हाम्रो यहाँ के बनाउनु आँटेको बाजे? पिठोले के बनाउँछ? पुच्यु बनाउँछ। हाम्रो तपाईँहरूको भाषामा चाहिँ तोर्माहरू भन्ने हुन्छ नि, हाम्रो चाहिँ पुच्यु हुन्छ हो। फेरि हाम्रो चाहिँ यति हो कला होइन। यो पुची चाहिँ किन गुलियो हुन्छ? चिनी गुड केही हालिदिँदैन। हाम्रो चाहिँ एकदम तितेपातीको पानी हुँदिन्छ नि, अब इङ्ग्लिस हुइदिन्छ गुलियो अहिले खाँदा चाहिँ हो। अब यहाँ अहिले मुस्दाखेरि देखाउँछु ल गाइज। एकदम खतरा मुसा हुँदैछ यहाँ हाम्रो पुची चाहिँ। यस्तो मान्छे चाहिन्छ नि त पुची मुस्नु लागि। जो पाइ त्यसले चाहिँ सक्दैन नि। फेरि हातमा नसा भएको मान्छेले खालि मुस्नु सक्छ। फेरि यहाँ चाहिँ खतरा कन्ने केटीकोबाट चाहिँ यहाँ एकदम हाम्रो यहाँ बत्ती बालाई हुँदैछ। अब चाहिँ सुरुवात हुन्छ ल गाइज। यो चाहिँ एकदम यो चढिन्छ यो मान्छे चाहिँ हो। अब मलाई लाताले पनि हिर्कायो हो गाइज। म नि हिर्काइदिन्छु तर हिर्काइदिँदिनँ है बिचरालाई। कहाँ हिर्काइदिनु र स्टार्ट हान्दिउँ है सबैजना। को लागि हो बाजे अन्त गुरुहरू सबै आइपुग्नु भयो। यहाँ छ एउटा गुरु। हामीको ड्रेस यो चाहिँ झाँक्रीको ड्रेस है गाइस। यहाँ अझै लाउँदैछ यहाँ अर्को पालामले पनि। यहाँ बर्मी ड्रेसमा आइसकेको छ फाइनली। बडा हाम्रो बाजे न पालामले छिटो न ड्रेस लाउनु नि छिटो। गाइस तपाईँहरूले सोचिरहेको होला होइन, यो जामा पगडी चाहिँ दुईजनाले खालि लगाएको छ हो। अरूले चाहिँ किन नलगाएको भन्दा यो चाहिँ होइन जगतदा भनिदिनुहोस् त किन नलगाएको। यहाँ दुईजनाले लगाएको छ होइन। अब अरूले चाहिँ किन नलगाएको त? हजुर जामा पगारी खासमा चाहिँ लाउँदा पनि हुन्छ, अब आफ्नो भेषभूषा लाउँदा पनि हुन्छ। फेरि यो चाहिँ फाप नफाप पनि हुन्छ नि त हाम्रो होइन पालाम झाँक्रीहरूमा। यो चाहिँ फाप नफाप हुन्छ हो। त्यही भएर आधीले चाहिँ लाउँछ आधीले चाहिँ लाउँदैन हो। त्यही भएर गाइस अब अझै हेर्दै गरिदिउँ ल। यहाँ चाहिँ पोटे हानाइ हुँदैछ है। पोटे हानाइ हुँदैछ, पोटे भन्छ यसलाई चाहिँ। पोटे कतिवटा हान्यो? 7वटा है, 7वटा चाहिँ ढ्याङ्ग्रोमा पनि लाउनुपर्छ। यहाँ हाम्रो चाहिँ ढ्याङ्ग्रो भन्दैन गाइस, टाके भन्छ है। टाके भयो। यो चाहिँ बर्मीले फर्स्ट पूजा हाम्रो चाहिँ बर्मीले स्टार्टिङ हुन्छ ल गाइस। अलि जेका साह्रै खासी आयो गाजा। ठाई बोल्नु चाहिँ हल्का मलाई पनि आउँछ है गाइस, आफ्नो भाषा बोल्नु। लु टाके दिउँ टाके। फर्स्ट स्टार्टिङ चाहिँ हाम्रो जहिले पनि बर्मीले गर्छ है।
यो चाहिँ हाम्रो भूमे थानमा लानुभन्दा अगाडि हल्का यो चाहिँ हाम्रो गुम्को गरेको है। यो चाहिँ हाम्रो यहाँ रुममै गुम्को गरेर चाहिँ देवाथानीमा लाने चलन छ। लगाइस अब चाहिँ स्टार्ट हुन आँटेको छ ल। यहाँनिर अब चाहिँ सबै भइसक्यो हो, सबै भइसक्यो। अब चाहिँ स्टार्टिङ घन्टी मालाहरू यसको नाम चाहिँ थुर्मी। सिंगी तो आमा काले बस्छ कि सबै साथी त्यो साथी गाई दुख गाई दुख गएन भने त तिते पातिर गाई दुख अन्डा दिने चलन है।
यो चाहिँ हाम्रो उहिलेदेखिको चलन यसरी टपरीमा ल्याउने पहिला चाहिँ हाम्रो चलनमा चाहिँ थिएन यस्तो हो होइन त यो चाहिँ एकदम है यसरी चाहिँ खास चलन चाहिँ यस्तो हो है हाम्रो चाहिँ अब चाहिँ यहाँ भइसक्यो हो अब यो चाहिँ यता चाहिँ भइदिइसक्यो अब हो भइदिइसक्यो यता हो अब चाहिँ हामी तल भूमेथानमा जाने अब यहाँ चाहिँ सकिसक्यो यो चिज चाहिँ हाम्रो जातले नै पाएको यो चाहिँ चल्नै पर्छ हो हल्का अब यहाँ हल्का सगुन चलाइ यो चाहिँ सगुन आइया हो यो चाहिँ नखानेहरूलाई चाहिँ जुस होइन अब गुरु आप्पाहरूले चाहिँ खानेहरूलाई चाहिँ अब हाम्रो रक्सी दिने चलन छ है होइन गाइस मलाई पनि ड्रेस ल्याइदिएछ हो अब म पनि ड्रेस लाउँछु ल देख्छ नि ड्रेस गाइस अब तपाईँको हिरो पनि टक्कै उयसमा आइसकेको छ थामी ड्रेसमा टक्क लगाइदिएको छ
यो चाहिँ अब हाम्रो भूमेथानमा गाइस अभाइ हुँदैछ हो। भूमेथान पनि देखाइदिन्छु तपाईँहरूलाई। भूमेथान चाहिँ हाम्रो यस्तो छ एकदम इङ्ग्लिस भूमेथान जस्तो छ हो। मेन देउता चाहिँ हाम्रो बिचको निक्लेको चाहिँ, अन्त यो पनि हाम्रो मेनै हो, सबै नै मेनै हो। यो कुन चाहिँ पुची बनाउनु भएको बाजे? यो सिकारी गुरु पूजा के अरे गुरु पुची भन्छ होला है। गुरु पुची है। हाम्रो पुची कतिवटा हुन्छ टोटल? 7वटा। कुन कुन नाम भनिदिनुहोस् न 7वटाको? एउटा गुरु पुची भयो। हजुर। एउटा मामा पुची भयो। हजुर। एउटा बर्मी पुची भयो। हजुर। अनि एउटा संसारी पुची भयो। अनि तपाईँको बाँकी कतिवटा भन्नु है? जम्मा 4टा भयो है। 3टा चाहिँ तपाईँको गाउँको पेटुर उठाएको गाउँको पुची। यो पुची चाहिँ होइन अब यसलाई चाहिँ यसरी खाने है? यो ढालिसकेर लास्टमा ढालिसकेर हजुर सानो सानो बनाएर चाहिँ बाटी मेटाउँछ। बर्मी चाहिँ हाम्रो भर्खरको सिकौडे हो कि। यो चाहिँ के बनाउनु भएको भन्दा अब यता हाम्रो बाजेले नै भनिदिनुहुन्छ। यो चाहिँ के बनाउनु भएको बाजे? यता चाहिँ यो जस्तो यो बनाउनु हुँदैछ नि। हाम्रो पहिला देउता निकालेर हजुर देउता निकालिसकेपछि जङ्गल खेनारे कि त्यसको लागि एउटा रुख खेनारेलाई टकमा राखेर चाहिँ घामले छेलेर चाहिँ यो उब्जिन्छ कि भनेर चाहिँ यो झिगानीको पत्ता लगाउन गरिरहेको छ। अनि झिगानीकै पत्तामा टोटोलाको फुल पनि लाउँछ त्यो चाहिँ? त्यो चाहिँ अब अलिकति अब उसलाई अलिकति एक्लो भएर चाहिँ उसलाई फुलको सजावटमा चाहिँ सजाउँछ हामी। यहाँ चाहिँ हाम्रो देउताहरू चाहिँ हो। हल्का हो भाइ। मेरो लुगा मैला भइदियो नि। मैला होइन त्यहाँ बाटो हेरेर यहाँ त भिड छ नि। भयो अब भयो हामी यस्तो 80 वर्ष पुरानो भयो है। अहिले हाम्रो प्रेसिडेन्ट सराउनु भइसकेको छ हो। यहाँ अब हाम्रो बौद्धग्राम थामी समाजको। अन्त अब यहाँ चाहिँ हाम्रो गुरुहरू सबैलाई खदा अर्पण गर्नु हुँदैछ। फर्स्ट हाम्रो मूल गुरु, अनि यता
बस्नु हुन्छ जगदीश भाइ गइ के त हाम्रो बर्मीलाई हाम्रो बर्मी आपा यो चाहिँ हाम्रो गर्नुभन्दा अगाडि सामान हाम्रो गुरु बर्मीहरूलाई बोजूहरू एकदम जातलाई माया गर्ने सबैजना एकदम सबै हाम्रो यो जात प्रेमीहरू सबैजना जातलाई माया लाई पनि हल्का सम्मान गर्नुहुँदैछ हाम्रो लास्ट बर्मी माथि जानुभएको थियो ल गाइस मलाई पनि मेरो नातिलाई त सम्मान गर्नै पर्यो गुरु आप्पालाई सम्मान हाम्रो कुक आजको खिचडी बनाउने पनि हो हाम्रो युथको प्रेसिडेन्ट पनि हो मलाई पनि लगाइदिनु हुँदैछ कार्यक्रम खाना यता हेर्नु दादा कुकहरू है गाइस अब चाहिँ स्टार्ट भयो यहाँ भूमे थानमा पनि हाम्रो भूमे पूजा चाहिँ एकदम स्टार्ट भइसकेको छ अब यो तपाईँहरूले हेर्दै गर्नुहोस् म बिचमा देखाउँदै जान्छु हो यो चाहिँ हल्का अब तपाईँहरूलाई फर्स्टमा देखाइदिएको एउटा सानो राखेको छ यहाँ चाहिँ हाम्रो एकदम खिचडी पकाइ हुँदैछ सेफहरू आजको सन्नति यस गरिदिनु न मेन कुक चाहिँ यहाँ छ यता हेन्सम हाँस्दिन ओ हेन्सम हाँस्देऊ न एकताल लु है गाइस यता चाहिँ खिचडी पाक्दैछ
यो चाहिँ हाम्रो गुरुहरू अब सबै चिज गुमको गरेको अब चाहिँ खास खेला सुरु हुन्छ नि त यो चाहिँ सबैजना हाम्रो जात प्रेमीहरू हो यहाँ सबैजना यसो चाहिँ हुनु पर्यो आफ्नो जातको लागि होइन केही नभने सबैजना एकदम सबैजना आइदिएको छ त्यो आउँदैन अब हेपेको हामीलाई चाहिँ नदेखे दुईटा है यसो मामा हामीलाई त हेपिदिँदै पो रहेछ है हेप्दिएको है मामा हामीलाई चाहिँ हेपिदिँदै पो रहेछ यो चाहिँ अर्ग्यानिक धुप हाम्रो गौरी गाईको धुप र तितेपाती चलाउँछ हो बेमुक्दिनु चाहिँ हाम्रो प्रेसिडेन्टहरू हुनुहुन्छ समाजको ठुल्ठुलो मेम्बरहरू र आज बाजे तपाईँलाई कस्तो लाग्दैछ यो उभौलीको अब कुखुरा पर्साउने छिन हुँदैछ है गाइस कुखुरा गाइस अब चाहिँ हाम्रो यहाँ अन्डा फोड्ने सिन हुँदैछ यहाँ अघि चढाएको अन्डाहरू चाहिँ
घरको फ्यामिलीलाई फाप्छ कि फाप्दैन एकदम फाप नफाप हुन्छ हो चाहिँ अन्डाहरू देखाउनु मेरो दा सन्ते बुबु कम दामी भयो सन्ते बुबुको सबैको पर्दा हेरेकै अन्डामा चाहिँ अब सबैको फ्यामिली कस्तो हुन्छ के हुन्छ होइन अब सबै हेरेकै चाहिँ हो अब यो भएको अन्डाहरू चाहिँ सबै फोडिन्छ यहाँ यत्रो छ यत्रो जनताहरू चाहिँ हाम्रो कर्ण बिखामी यो कर्ण बिखामी यो कर्ण बिखामीको दामी के कर्ण बार दामी दामी सक्नु आँट्यो भक्ति थामी टीकाराम भक्ति थामी यो रहेछ सकिन आँट्यो अब गाइस यो चाहिँ अब चाहिँ फाइनली फेरि स्टार्ट भएको छ हाम्रो त्यो पर्दा हेराइ भइसक्यो हो गाइस अझै हाम्रो एकदम मजाले कुखुरा पनि हाम्रो यहीँ काट्छ रगत हाने देउता चाहिँ यो पर्छ हो यो गाइस यो चाहिँ हाम्रो भोग दिँदैछ यहाँ सिकारी देउतालाई चाहिँ सिकारीलाई पाप चाहिँ किन गरेको भन्नुहुन्छ होला अब उहिलेदेखि चलिआएको चलन होइन त्यही भएर सबैजनाले अब यसलाई फलो गर्नै तिनवटा रहेछ तर कुखुरा चाहिँ त्यो चाहिँ फेरि एउटा चाहिँ समाजको दुईवटा चाहिँ अब हाम्रो अन्य अब जसले ल्याउने मन गर्छ उनीहरूले खालि अब घरबाट आफ्नो मनबाट हुन्छ काटेको चाहिँ देखाएको छैन गाइस हाम्रो समाजको है यो चाहिँ पर्दा हेर्दै क्या दाजु पर्दा चाहिँ कहाँ हेर्छ यो पो दामी भयो सेक्टा दामी भयो अलिकति चाहिँ सापुत फालेको भन्छ अघि कुखुरा मारेको भुत्लाएर हाम्रो एउटा उयो हुन्छ हो चामलको पिठो बनाएर फलामे के बनाएको राखा यो चाहिँ एकदम तपाईँको हामी संस्कृतिमा राखा
राखा भन्छ यता सुन्दाती जाँदै बाजे किन लाउँछ बालाम यो किन लाउँछ यो एउटा हाम्रो हिन्दू शाखाले राखा भनेको चाहिँ हामीले जस्तो साधना गर्नुको लागि राखा बनिँदैछ गाइस हो यो राखा लगाएको तपाईँले देखाउँछु होइन यो चाहिँ बनिँदैछ यो चाहिँ राखा गोमको गरेको यो चाहिँ अब राखालाई हल्का युज गरेको फाइनली यो चाहिँ राखा अहिलेसम्म अब जे गर्यो जसो गर्यो अब चाहिँ यो चाहिँ एकदम यही मेन चाहिँ यही चिजको लागि यत्रो भूमि पूजाहरू गरेको सबैलाई अब राम्रो होस् भनेर होइन गाइस राखा चाहिँ फेरि इम्पोर्टेन्ट हो नि यो हाम्रो अब मसाना तो सांगो जेसाने माथो साको राखा कांगा छेती भेजी हाना माना थोड़ा दाइनी ए सबै राखा मै मसाना तो सांगो नि नंदे कांदे नंदे काबर को राखा नि मसाना तो सांगो नि नंदे कांदे तुम जारो दे जारो मै जारो दे जारो मसाना तो सांगो जारो जारो अल्ले गोरी मल्ले गुर अल्ले गुर अल्ले गुनी मल्ले गुर अनि घर में जीवन जल को खाले गंगा छे बाला को हो आयु को हो मना संगा को मातुसा कोरा काका हिए मातुसा कोरा का देशन मोशन मातुसा कोरा काका पायु जताली मानो थाने मातु सागोरा का छेती घेती हाना माया मातुसा कोरा मासा नातुसा नो बैठली राखा बैठली राखा बंदूरा ने बरके राखा हमेशा राखा छाती राखा लोहा पत्थर शरीर राखा मसाना जो सांगो अल्ले गुनी मल्ले गुर मल्ले गुनी अल्ले गुनी मल्ले गुब मल्ले गुनी अल्ले गु आई गए गु हो दिए का गु हो नी जदा गु हो माई मसाना जो सांगो नी नंदे कहां दे मसाना जो सांगो हाय बियाता ए जारो माई माई जारो के जारो का जारो साला भेना भेना ल गाइस अहिले चाहिँ हाम्रो साथमा श्री चन्द्रबहादुर थामी है यहाँ अब हाम्रो गुरु आप्पाले चाहिँ यो यत्रो अब तपाईँहरूलाई मैले यत्रो राखा देखाइदिएँ अब राखा चाहिँ किन लाउँछ के को बारेमा लाउँछ यता अब हाम्रो गुरु आप्पा बाजेले भनिदिनुहुन्छ किनभने हाम्रो यो किताब पुस्तकले राख्यो उहिलेदेखि यो छिमा रक्षा गर्नुको लागि हामीले यो राखा राखेको राखा भनेको हाम्रो किनभनेको छेत्री बाहुनको पाती भन्छ हाम्रो चाहिँ राखा हो किनभने राखा नभई हुँदैन हाम्रो आज पूजा भूमि पूजा गरिसकेपछि हाम्रो राखा चाहिँ टिका चाहिँ लाउनै पर्छ किनभने हामीले उहिले जुजु चाटुदेखि यो किताब पुस्तकदेखि राखेको रीतिरिवाज चाहिँ अहिलेसम्म हामीले हराएको छैन अरे पिआइदिए त म यो चाहिँ हाम्रो प्रसाद हो है
केही देख्दै छुइनँ त मैले त फाइनली अब यो हाम्रो जुन चाहिँ थियो अब यो पुच्यो ढाल्ने हो अब ढाल्दैछ यो चाहिँ अन्तिम अन्तिम हो अब चाहिँ फाइनली हाम्रो देउताहरू सबै थन्काइसक्यो अब यो चाहिँ सकिएको अन्तिम अन्तिम अब लास्टमा चाहिँ यो तपाईँहरूको शङ्ख भन्छ हाम्रो चाहिँ मेरकाङ भन्छ है भाषामा मेरकाङ यो चाहिँ सबैजनाले फुक्छ हो अन्त फुकेर चाहिँ सबै अब बिदाबारी दिन्छ मजाले अब अब हाम्रो शङ्ख जमाउँदैछ गाइस म पनि फुक्दिन्छु ल हाम्रो होइन यो सबै देउवा सकिसक्यो होइन अब भूमि पूजा सकियो अब अन्तिममा होइन अब हाम्रो शङ्ख फुक्यो शङ्ख चाहिँ किन फुक्दो रहेछ भनेर चाहिँ अब यहाँ हाम्रो लालबहादुर थामी हाम्रो गुरु आप्पालाई चाहिँ हामी सोध्न चाहन्छौँ हामीले चाहिँ आज यो हामीले उधौलीको भोलि हामीले यो भूमि पूजा गऱ्यौँ कुनै हैजामार्की नवोस् देशनमसन नवोस् भनिकन चाहिँ हामीले यो बरफको सिङ चाहिँ यहाँ तपाईँको यो सबै देवी देउराली कुनै भूत प्रेतलाई चाहिँ हामीले यो शान्ति होस् कुनै नलागोस् भूत प्रेत नलागोस् भनिकन बालबच्चा भएको ठाउँमा कुनै दुख बिमार नहोस् भनिकन चाहिँ हामीले भूत प्रेतलाई चाहिँ हामीले शङ्ख बजाइकन चाहिँ हामीले बाटो लगाएको हुन्छ नानी अन्त हाम्रो चाहिँ किनभने यहाँ हाम्रो आजा पूजा यो भोलिको भोलि हामीले भूमि पूजा गर्दछौँ यो चाहिँ हाम्रो भूमिलाई चाहिँ किन चोछ्याएको भनेदेखि कुनै किसिमको यहाँ जासु टुना नलागोस् भनिकन चाहिँ हामीले कुनैको ओजा ओजा बिजु बिजुवाको ज्ञान मन्त्र नलागोस् भनिकन चाहिँ उसको लागि चाहिँ हामीले कुनै दुश्मनलाई चाहिँ हामीले यो शङ्ख बजाइकन चाहिँ हामीले यो दुश्मनलाई चाहिँ हामीले पार गरेको छौँ पार गरेको एकदमै शान्ति रूपले हाम्रो यहाँ बालबच्चा भएको ठाउँमा पशुपालन भएको ठाउँमा खेती किसान भएको ठाउँमा कुनै यसको जासु लाग्छ टुना लाग्छ कुनै यसको मन्त्र ज्ञान आउँछ भनिकन चाहिँ हामीले यो आज यो हाम्रो यो खेती भूमि शिला पर्वा भूमिको नाममा चाहिँ हामीले यो शङ्ख फुकेको नै तब चाहिँ हामी फाइनली अन्तिममा आइसक्यौँ यो हाम्रो यो पुच्युहरू चाहिँ अब सबै यहाँ अब सबैलाई बाँडिदिन्छ एक एकवटा सबै यो प्रसादहरू सबै बाँडिदिन्छ अब यता हो सबै यता जो हुनुहुन्छ धन्यवाद यस्तो तपाईँहरूलाई देखाउँछु ल म कस्तो हुँदो रहेछ यो चाहिँ दामी ल फाइनली गाइज हाम्रो पूजा चाहिँ समाप्त भइसकेको छ र यहाँ इन्जोयमेन्ट हुँदैछ हल्का सबैजना नाच्नु हुँदैछ इन्जोयमेन्ट अब हल्का सबै दाले मलाई केरा दिनुहुँदैछ केरा अरे गाइस इन्जोयमेन्ट चाहिँ मजाको हुँदैछ यहाँ अब भूमि पूजा हाम्रो दसैँ हो नि त दसैँ फेरि पनि हामी हाम्रो गुरुआप्पासँग भेट भइसकेको छ अन्त म चाहिँ एक दुईवटा क्वेसन सोध्ने छु हाम्रो गुरुआप्पालाई जुन चाहिँ हामीले यो माला लाउँछ नि अब यो मालाको अर्थ चाहिँ के छ यसो बताइदिनुहोस् न बाजे यो मालाको अर्थ चाहिँ तपाईँको यो काँसीबाट बनेर आएको भएको हुन्छ यो काँसीबाट चाहिँ तपाईँको 14वटा धातु मिलाइकन चाहिँ यो घन्टीमाला बनाइरहेको हुन्छ हाम्रो हिजो यो परमपुत्रदेखि हाम्रो सोना आदि यापता सुकुदेखि नै हाम्रो देउकुलमा चलेर आएको हुँदो रहेछ त्यस कारणले हामीले
यो प्रत्येक भएर चाहिँ हामीले उसलाई एकदमै मानितो गरेर हामी लगाउँदैछौँ। गाइस फेरि पनि हामी हाम्रो दलबहादुर थामी गुरुआपासँग भेट भइसकेको छौँ र हाम्रो गुरुआपाले चाहिँ मालाको बारेमा अलिकति केही बताइदिनुहुन्छ। अब हामी झाँक्री धामीले लाउने चाहिँ अब हिजो परम्परादेखि नै हाम्रो चाहिँ त्यहाँ सपनामा दिएको हाम्रो चाहिँ बन्जारले दिएको। बन्जारले दिँदाखेरि चाहिँ यो माला चाहिँ अब पहिला सत्यजुगमा चाहिँ अब सत थियो त्यहाँ सतको हिसाबमा चाहिँ अब त्यहाँ सपनामा दिँदाखेरि चाहिँ अब यो शिवले लगाएको माला हो, शिवजीले लगाएको माला हो, अब भूमिले लगाएको माला हो, महादेवले लगाएको माला हो। एउटा यो जस्तो साँपको माला चाहिँ यो चाहिँ राम र लक्ष्मणको माला हो। अनि सपनामा दिँदाखेरि चाहिँ हामीलाई चाहिँ त्यो देवताले नै सपनामा दिँदाखेरि अनि हामीले चाहिँ यसरी चाहिँ हामी झाँक्रीहरूले चाहिँ विपन्नमै हामी चाहिँ यसरी लाउनु भएर हामीलाई चाहिँ गाइस फाइनली हामी चाहिँ अन्तिम आइपुगेको छ भूमि पूजाको होइन। यहाँ सबै खानाहरू सबै बढाइ हुँदैछ यही मजाले सबै खाना खुवाइ हुँदैछ हो। यहाँ बोजूहरू यता बाहिर पनि छन् सबैजना। ल गाइस यो चाहिँ अन्तिम हो है, अन्तिम। अब यो चाहिँ लास्टमा अब हाम्रो यो सकिसक्यो भूमि पूजा हो। अन्त भूमि पूजा सकिसकेर चाहिँ अब यहाँ सबैलाई हाम्रो फेरि शिर राख्ने हाम्रो बर्मी गुरुआपा अब सबैजनालाई है गाइस अब चाहिँ रमाइलो हुन्छ यहाँ, रमाइलो भेट्छ नि त। अन्तिममा अब म भ्लग पनि एन्ड गर्नेछु। एकदमै खुसी भयो हामीले यो चाहिँ हल्का शिर उठाउनु भएको गुरुहरूको, गुरु र बर्मी। यहाँको अब लोकल सदस्यहरू प्रेसिडेन्ट भाइहरूले हामीलाई गुरुआपाहरूलाई यति हामीलाई स्वागत गर्यो, हामीलाई इज्जत गर्यो, एकदमै तपाईँहरूलाई बधाई हो, धन्यवाद छ। एकदमै जस्तो मानिसको कुरालाई पनि सम्पूर्ण भएर पुगोस्। अर्को वर्ष पनि यो मङ्सिरमा पनि हामीले एकदमै घाँस फुस गरिकन एकदमै शान्ति रूपले हामीले पैसा उठाइकन हामीले एकदमै भगवानले हामीले जस्तो कुनै यहाँको कुनैको छेड नहोस्, भेद नहोस्, कुनै किसिमको आदि बाहा नहोस्। 70 मृत्यु लाग्यो भने पनि हाम्रो झाँक्रीको एउटा शब्दले त्यसलाई पार गरेर शासनमा पार गरेर हामीले यसै सम्पूर्ण हामीले यसै समर्थन हाम्रो बोधग्रामको बोधगरको यो घुमेको नाममा हामीले यो जस्तो खोलाको जस्तो पानी गयो भने भनिएर यो जस्तो पानी जस्तो सुँगुरो हरिकाईको दुध जस्तो सुँगुरो खाइकन सफलता मनाइकन यस्तो हामीलाई स्वागत गरे, मान गरे, एकदमै सुख शान्ति भएर एकदमै 100 वर्षको आयु वर्ष भएर सबै दिनु पर्यो एकदमै मानमाया त गर्नु पर्यो। कार्तुको देवीले सीमा गरो रक्षा गरो। आउनेले भन्दा चाहिँ नआउनेलाई विशेष गरेर, किनभने भोलिको दिनमा उहाँहरूको नानीहरू जतिजना सन्तानले थाहा हुन्छ आफ्नो जाति के हो बुझ्छ भनेको बुझ्छ, उहाँहरूले चाहिँ अवश्य भोलिको दिनमा यो प्रोग्राम हेरेर होइन बुझेर आउने गर्ने छ भन्ने मेरो यो शब्द चाहिँ यहाँ। गाइस यो चाहिँ हाम्रो भूमि पूजा अन्तिममा अन्त हाम्रो चाहिँ यो सकिसकेको ल, सकिसकेको है। अब चाहिँ हाम्रो इन्जोयमेन्ट हुँदैछ एकदम होइन।
गाइस धेरै धेरै धन्यवाद तपाईँहरूलाई होइन हाम्रो आजको यो भ्लगमा होइन अब जे देख्यो होइन थ्याङ्क यू फर वाचिङ ल नेक्स्ट भ्लगमा भेट्दै